Hello guys, welcome back to my channel. सबैजना सन्चै हुनुहुन्छ होला। म एकदम सन्चै र आरामै छु। म चाहिँ धेरै पछि ब्लगमा एन्ट्री गरेको छु र आज चाहिँ केही हैन, यसो भिडियो गराउने काम नपाएर चाहिँ म चाहिँ कन्टेन्टको लागि यसो भिडियो गराइदिउँ भनेर सबै उसाको छैन, यस्तो खटिरै आएको छ कि म चाहिँ मुख्य चाहिँ के सोच्न आएको भन्दाखेरि यो वेट गेन गर्ने चाहिँ कसरी हेर्न, कस्तो पातल कम पातल छ यार, कपाल सब त राम्रै यो वेट के हेर्नु, वेट के एकदम पीडा छ कि वेटमा यार, के गर्ने यार, वेट भएन गाइज, वेट भएन के, वेट बढाउनलाई यार युट्युबमा हेरियो, च्याटजिटमा हेरियो, नभएको कुरा भन्छ बिहान जिम गरेर, त्यसकै भयो जिम गर्छु, उठ्न सक्ने होइन, बिहान 9 बजे उठेर खुले जिम गर्छु यार, सो सिकाइदिनु पर्यो कि वेट जिम गर्ने तरिका टक्कै जिम गर्ने यार, थुक्क जिम त सकिँदैन होइन, जिम भन्ने कुरा अब मबाट टाढा राख्दिउँ, अलि पछि गरौँला। अहिले यो 9 बजे उठ्ने बेलामा बिहान 5 बजे उठेर जिम गर्न सकिँदैन। सो केही टिप्स एन्ड ट्रिक छ भने यस्तो सजिलो ट्रिप के टक्क आज खाएँ भोलि बिहानमा खाएको छ पच्दै पचाइन जस्तो बडीमा लाग्दैन यार, संसारमा मै मात्रै होला यार यस्तो दुब्लो, के हो यस्तो ट्रिक दिउँ सबैजनाले होइन। एक दिन त म त लतन जिमै गर्छु भनेर टक्क 6 बजे उठेर जिम गरेँ। यो जिम पनि के भन्नु, घरै साधारण त डम्बल सम्बल अलिअलि त्यो ढुङ्गासुङ्गा उचाल्ने, 1-2 दिन चल्यो, अर्को दिन त सिधै 10 बजे उठेँ, घर राम धुलाई भयो। त्यही भएर म चाहिँ जिम गर्न अलि छोडिदिएँ होइन, जिम चाहिँ मबाट पार लाग्दैन। अनि त्यसपछि चाहिँ हस्तमैथुन पनि यसो 2-3 चोटि गरेको दिनमा, त्यसले होला कि भनेर च्याटजिटमा सर्च गरेको होइन भन्यो। ल ठिक छ त नि, खाना पनि धेरै खाइरहेको छु होइन, खाएर पनि खाए अनुसारको वेट बढेको छैन। वेट बढाउन के गर्ने हो कुन्नी तनाव भइरहेको छ। मैसँगको साथीहरूको बडीमा हप छ, म भने आमा त्यो हुन्छ नि खाने बेलामा निकाले जस्तो त्यस्तै भइरहेको गाइस, पातको यति पातल छ कि मलाई त आफैलाई पनि दया लाग्छ यार, ओहो कति पातल हो म भनेर कि, जति पातलो भयो नि बाल भएन, बाल त धेरै छ होइन, तर पनि यसो मोटो टिप्स एन्ड ट्रिक के छ यार, युट्युबमा सर्च गरेर सोध्यो यो भनेर